A simple potentiometer circuit is shown in the figure है त using a uniform wire AB यो AB को length 1 meter छ which has a resistance यो AB को resistance 2 ohm छ हेर है त the resistance of the 4 volt को battery is negligible यो 4 volt को resistor को resistance negligible छ अब if the variable R यो R लाई हामीले लगायौं where given a value of यो R को resistance 2.4 ohm छ भने what could be the length of AC यो length of AC for zero deflection हेर है त अब यो AC मा भएको पोटेन्शियल र यो पोटेन्शियल सेम हुन्छ कि हुँदैन हेर ग्याल्भेनोमिटर मा करेन्ट IG 0 छ भने नल पोइन्ट को अनुसारले पोटेन्शियल ड्रप एक्रस AC 1.5 भोल्ट भयो है त हेर अब हामीले के गर्नु पर्यो लेन्थ AC को भ्यालु पत्ता लगाउनु पर्यो अब यसको लागि तिमीले के सम्झिन्छौ लेन्थ AC सो VAC भनेको मलाई के थाहा छ भन्दाखेरि पोटेन्शियल ग्रेड VAC